बाढी रोगको पहिरोको जोखिम पनि क्षति उत्तिकै रोकथामको छ। लागि यो सरकारले चुनौतीपूर्ण चालेको कदम समयमा यस्तो छ है, म सबै सुन्नुहोस्। नागरिकहरूलाई आश्वस्त पार्न चाहन्छु कि सरकारी निकायहरू उद्धार र राहतका लागि प्रतिकूल प्राकृतिक परिस्थितिका बावजुद उच्च मनोबलका साथ पूर्ण तयारीको अवस्थामा छन्। यस बखत नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, प्रशासन, स्वास्थ्यकर्मी, अन्य सेवादायी निकायहरू आपतकालीन सेवाहरू नागरिकहरूलाई यथासम्भव तत्काल सहयोग प्रदान र जोखिमपूर्ण क्षेत्रहरू सुरक्षित गर्न 24 घण्टा तयार अवस्थामा रहेका छन्। हेर्नुहोस्, हामीले सबै सरकार उपलब्ध भनेको यस्तो स्रोतहरू हुनुपर्छ। परिचालन गरेका छौँ र सबै आम नागरिक, राष्ट्रिय र स्थानीय निकायहरूसँग मिलेर काम गरिरहेका छौँ। साथीहरू, हामी भिडियो मन महत्त्वपूर्ण पऱ्यो लाइक, राजमार्ग कमेन्ट तथा र अन्य च्यानललाई सब्स्क्राइब गर्न अत्यावश्यक नबिर्सिनु होला। पूर्वाधारको सक्रिय रूपमा निगरानी गरिरहेका छौँ र अवस्थाले अनुमति दिने बित्तिकै सडक मार्गहरू पुनः खोल्नलाई